welcome back to my channel again. It's me Yusna. So तपाईहरुलाई फेरि पनि स्वागत छ आजको मेरो नयाँ ब्लगमा। र गाइस आजको मेरो ब्लग चाहिँ के हुन्छ भने चाहिँ मेरो रुममा चाहिँ बनिँदैछ चिकनको अचार। अनि त्यो चाहिँ तर सेलको लागि हो किनकि हाम्रोमा चाहिँ अझै राख्छ, त्यसै कारणले गर्दाखेरि त्यसको बादमा चाहिँ म अनि साथीहरु हो जान्छु एकछिन माथि वेलनेस पार्क घुम्नुको लागि उसको नानीहरुसँग, किनकि हाम्रो 1 तारिक 2 तारिक 3 तारिक छुट्टी थियो नि त, त्यसै कारणले गर्दाखेरि। सो आज चाहिँ 1 अप्रिल बिहानै अप्रिल फुल पनि भइसकिसकेको छु म हो, केही छैन, अब बादमा म अरूलाई पनि गर्छु। सो हेर्दै गर्नु होला मेरो आजको नयाँ ब्लग। र इफ हजुरहरु मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज गाइस सब्स्क्राइब गरिदिनु होला। र आजको हाम्रो चिकन अचार म तपाईहरुलाई देखाउँछु गाइस कस्तो चिकन अचार हो। यहाँनिर चाहिँ फ्राई हुँदैछ चिकन, अनि यहाँ बनिँदैछ घरमै खानुको लागि चिल्ली, अनि चाहिँ एक कोही चाहिँ फ्राई भइसकेको छ। त्यो टेस्ट गरौँ। सो गाइस यतिको चाहिँ रेडी हुँदै गरेको हुनु पर्यो। अनि म चाहिँ बिहान उठेर केही गरेको छुइनँ, मेरो स्किन केयरहरू पनि गरेको छुइनँ किनकि रुम सफा गर्नुपर्ने छ गाइस आज हो, त्यसै कारणले गर्दाखेरि। अब पहिले खाएंगे खाना और उसके बाद होंगे रूम साफ सफाई। हाम्रो चिकन चिल्ली अनि साग अनि आलुसँग चाहिँ खाना रेडी भइसकिसकेको छ। अब चाहिँ हामी खाना खान्छु। मैले चाहिँ यहाँनिर मेरो बेड रेडी गरिसकिसकेको छु। यो चाहिँ हो मेरो नयाँ चादर, अस्ति भर्खर मैले मिन्त्राबाट मगाएको। सो इफ हजुरहरूलाई यसको लिङ्क चाहियो भने चाहिँ मलाई कमेन्ट गर्नु होला। दामी छ। यसरी मिक्स हुँदैछ अब अचार। अनि यो बादको चाहिँ हो तिल के पो हो चाहिँ अघि जति पनि मिक्स गरेको मसलाहरू चाहिँ यसरी यहाँनिर ग्रेट गरिसकेर पनि यसरी यहाँनिर एड गरिसकेको छ। चाहिँ मिक्स हुनु आँटेको छ। यहाँनिर सुक्खा खोर्सानी डन्ठा भाच्नुपर्छ। अब यहाँ चाहिँ अघिको सुक्खा खोर्सानी ठ्याङ ठ्याङ नपर्नु, सुक्खा खोर्सानी चाहिँ यसरी मिक्स हुँदैछ। यतिको चाहिँ कुट्टाएर गयो भने हाल्नु पर्यो नि त गाइस। यहाँनिर चाहिँ यतिको भइसकिसकेको छ। माथिबाट चाहिँ यहाँनिर सल्ट एड गर्दै हुनुहुन्छ। गाइस म चाहिँ यहाँ अघिदेखि किन बसेको भने चाहिँ नि बा म पनि चाख्नु पाउँछु कि भनेर बसेको। खोइ भन्नै सक्दैन के हो यस्तो। मेरो कति काम छ र म यहाँ बसिरहेको छु गाइस चाख्नुको लागि। गाइस वाउ हेर्नु चाख्नु दिएको अरे बिजनेस गर्ने भइसकेपछि चाहिँ यति हुँदो रहेछ। मैले चाल पाएँ। दामी भएछ। सो गाइस अचार चाहिँ एकदमै टेस्टी भइरहेको छ। अलिकति नुन कम्ती भएको जस्तो भयो कि फेरि मास्टर खतरा मास्टरले सेफले चाखेको हो नि त, त्यही भएर फेरि नुन एड गरेर फेरि चाख्नुपर्छ गाइस। यहाँनिर चाहिँ मैले भयो आथा सेलो सेसिन बटन तातो हुन्छ होला है। चाहिँ हाम्रो यहाँनिर प्याकिङ स्टार्ट हुँदैछ। यो चाहिँ 250 ml को बोतल हो। यसमा ल हामी अचार प्याक गर्छु। सो अब हेर्दै गर्नु ल अचार प्याक गरिसकिसकेपछि तपाईँहरूलाई म भेट्नु छु। सो गाइस यहाँ चाहिँ अचार प्याकिङ डन भइसकिसकेको छ, तपाईँहरूले देख्न सक्नुहुन्छ। म चाहिँ भइसकिसकेको छु अहिले चाहिँ रेडी। अनि अब चाहिँ म जानु आँटेको घुम्नुको लागि साथीहरूसँग। सो हेर्दै गर्नु होला मेरो ब्लग। एन्ड दिस इज माई न्यू टी सर्ट चाहिँ मैले लगाएकै थिइनँ, अनि आज लगाएँ। सो मेकअप मात्रै भयो, जस्तो केही पनि गरेको छुइनँ। ग्लस लाग्छु, डिनर लाग्छु, आइब्रो बनाएको बस्दै थिएँ। फाइनली अब चाहिँ म गएको घुम्नुको लागि। अनि यहाँनिर मेरो पास्ता छ नानीहरूको लागि मिठाई, अनि एउटा अचार पनि डेलिभरी हुँदैछ। सो हेर्दै गर्नु होला। अब चाहिँ म मेरो माथि गएर एकैचोटि साथीहरूसँग भेट्छु। कहाँ गयो आउनु न छिटो।
सो अब चाहिँ म गएको हाम्रो देवालीमा चाहिँ यहाँनिर अझै पनि कार्तिक आर्यनको सुटिङ नै चलिरहेको छ गाइज। अब चाहिँ देखेर पनि न्याक्कै दिक्कै भइसकिसक्यो। यतिको छ भिड, सुटिङ हुँदैछ तर हिरो छैन रहेछ फिलहालमा चाहिँ। अनुराग बासुसँग फर्किन्छ तर सो गाइस अनुराग बासु सर यहाँ हुनुहुन्छ। गाइस यहाँनिर चाहिँ अनुराग बासु सर हुनुहुन्छ सुटिङको लागि। अन्त यहाँ फिलहालमा यी पुलिसहरू आइरहेको छ, अब सबलाई खेदाउँदैछ यहाँनिर। अनुराग बासुसँग फोटो खिचेको छु मैले। यहाँनिर ब्याङ्कमा काम छ हाम्रो। यहाँनिर अलिकति पैसा डिपोजिट गर्नुपर्ने छ नि त, अनि अब यहाँनिर गएर चाहिँ त्यसको बादमा चाहिँ फेरि हामी जान्छौँ माथि एकैचोटि, किनभने फेरि भरे पनि आएर हाल्नै पर्छ नि त। अन्त अहिले साथीहरू आइपुगेको छैन अरे, त्यसै कारणले गर्दाखेरि प्लिज फोटो। मलाई अस्ति चाहिँ पुरा अफसोस भइरहेको थियो, मैले खुला छ त हौ अनुराग बासुलाई देख्नु पाइनँ भनेर अब चाहिँ फाइनली देख्नु पनि पाएँ। आइसकिसकेको छु अहिले वेलनेस पार्कमा, अनि साथीहरू चाहिँ आइपुग्छ छैन, त्यसै कारणले गर्दाखेरि चाहिँ अब तिनीहरूलाई फेरि बसेर वेट गर्नुपर्छ हामीले। सबैभन्दा मन नपर्ने कुरा भनेको चाहिँ वेट गर्नु, जो चाहिँ त्यही गर्नुपर्छ। यो चाहिँ थियो हाम्रो टिकट, यो चाहिँ इज 30 रुपिस गरेर हो। सो यहाँनिर चाहिँ म कत्तिकै भइसक्यो आएको कि, तर मैले यहाँनिर आएर भिडियो चाहिँ गरेको थिइनँ नि त। सो गाइस यहाँनिर चाहिँ आउँदैछ मेरो साथीहरू, अनि मेरो प्यारो प्यारो छोरीहरू पनि आउँदैछ यहाँनिर कुद्दै कुद्दै। ए लटै उताबाट आउनु काली भएछ दिजेन ल। म कहाँ गएर हजुर छिटाउनु आला बु के भन्दैछ, के खेल्ने अरे? आउनु न यहाँ छिटो छिटाउनु न, छिटो के खेल्ने अरे? पप्पी गरिदिनु छिटो, आनिला पप्पी गरिदिनु न। आई लभ यु भनिदिनु न, आई लभ यु भनिदिनु। आई लभ यु ऊ यहाँ हेर्नु न ऊ। हजुर के चुई खेल्ने आफू तपाईँ बोकेर आउनु है, हामी जाउँ ल माथि खेल्नु जाने ल। ओके हेलो गाइस भनिदेऊ न छिटो, भन न छिटो। उता फोनमा हेरेर हौ। आई लभ यु भनिदेऊ। सो गाइस अब चाहिँ हामी यहाँनिर पार्कभित्र चाहिँ एन्ट्री गर्दैछु। भयो अरे ल अब चुई खेल्नु जाउँ, चुई खेल्नु जाने त ऊ आफूलाई लानु भन्नु चाहिँ यहाँ यी पिङ खेलाउँदैछ गाइस। अब के गर्नु, यता खेल्नु न, यता कहाँ गएको दिन्छ अब के खेल्ने? दब्बा भएर घुम्दैछ दिछेन चाहिँ यहाँनिर। त्यसै आँखाभित्र के पस्यो? हात पक्रिनु है हात ल उप भन्छ। दिछेन कहाँ गएको? ल यहाँ माथि चढेको ल बाई बाई हातले गरिदिनु न। पक्री पकाइनु। ये दिछेन डर पनि लाग्दे। यता माथि गर्नु, माथि आउनु
आउनु आउनु ये के भयो अझै खेल्ने अब कता आइज अब तर त झुला खाइस् त गाइस 4 बजे पार्क बन्द हुन्छ भनेर यही थियो अहिले आउँदैछ यहाँ अहिले आउँदैछ यो कहाँ गएको छेमा हिरो नि भएर कहाँ आएको हिरो नि भएर त्यही त बोलाउनै बिर्सि गएछु सुजैलाई म ज्यालेस गराउन चाहन्छु भाइ मेरो शेर अघि नै भनिसकेको थिएँ यहाँनिर चाहिँ अचार पनि छ भनेर अचार डेलिभरी गर्नुको लागि आएको थिएँ यसलाई साथी तैँले मलाई नि 90% डिस्काउन्ट मागेको दिँदैन साथीले तैँले फिडब्याक दिनुपर्छ फिडब्याक दिएर नि मलाई भिडियो गरेर पठाउनुपर्छ अन्त म त्यो त स्टेटसमा हाल्छु अनि छ्यामाको टर्न हुन्छ त्यहाँदेखि फेरि चाख्नु र घरमा गएर ए काम गर्नु झोला ग्याङ म्याचिस भन्ने कुकुर भनेर झोला ग्याङ म्याचिस खै कुकुर भनेको दिसन आफूलाई दिँदा आफूलाई चिज गरिदिनु आफूलाई ल एकदम रिसले लाग्छ नानी बोकेर थाकिसकेर यस्तो भइरहेछ हालत के एलएम भनेको चाहिँ रातो छैन यो तल लगाइरहेको उयाबाट उकालो सिँढी छ कि माथिबाट पनि छैन त्यहाँनिर चाहिँ एकजना अब चाहिँ हामी यहीँबाट फर्किँदैछु अनि यहाँ चाहिँ हाम्रो सेनामेनाहरू सबैजना सेनामेनाहरू गाइस अब चाहिँ हामी फर्किँदैछु कहाँ गएको होला भन्नु यहाँनिर छ सो गाइस अब चाहिँ घरमा गएर काम छ पुरा मेरो निजन बाई बाई आई लभ यु त्यसो नगर भनेको त अरे भ्यू आई भ्यू हैन आई भ्यू आका त्यसो नगर आई लभ यु भन्नु ल बाई बाई फ्लाइङ किस देऊ ल के खाएको आकु बाई 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 गएको ल भोलि आउनुहोस् लस भन ल आउनु ला भन भोलि 10 बजीदेखि उनीहरूले जानु अरे नि लाग्पाको भोलि दिउँसो तिमीहरूको टेडी बेयर होला लाग्पा ड्युटी जान्छ नि त अघि छैन होइन हौ हेरिदिन्छु साँच्चै कहाँ जान्छु र म घरमा कहाँ हुन्छु भक्किन्छ बोक्छु रुनु थालेछु बोकेर आउँछु नि म पनि के अन्त नदिनु चाहिँ मुख बनाउनु लाउनु है अब झालमुरी खाएर नखानु ल जा न है जा गाइसहरू नि जानै मान्दैन यतिको चाहिँ भिड हुनु पर्यो नि त यहाँनिर चाहिँ गाइसहरू यतिको चाहिँ भिड हुनु पर्यो सो गाइस अहिले चाहिँ भने म आइसकिसकेको छु रुममा र गाइस तपाईँहरूले हेर्नु सक्नुहुन्छ कि आज चाहिँ हामीले कति धेरै इन्जोय गरेको थिएँ भनेर है सो गाइस आज चाहिँ एकदमै लेट भयो मलाई आउँदाखेरि किनभने चाहिँ एकदमै बेसी जाम भइरहेको थियो बाटोमा है अन्त गाइस जाम चाहिँ किन भइराखेको थियो भन्दाखेरि चाहिँ नि हाम्रो
गान्तोकमा चाहिँ अहिले फिलहालमा कार्तिक आर्यनको सुटिङ चलिरहेको छ अनि जहीँ तहीँ जाम बजारबाट चाहिँ रुम आइपुग्नु न म्याक्सिमम् 1 आवर जस्तो लाग्यो हामीलाई हो किनकि देउरालीमा चाहिँ सुटिङ हुँदै थियो त्यसै कारणले गर्दाखेरि र तपाईँलाई मैले अगाडिको मेरो अलिकति ब्लगमा देखाएको छु अगाडि है मतलब यही ब्लगमा अगाडि चाहिँ अलिकति देखाएको छु कि अनुराग बासुसँग चाहिँ देउरालीमा मैले पनि भेटेर चाहिँ एउटा फोटो पनि क्लिक गरेको छु त्यो फोटो तपाईँहरूलाई म हालिदिन्छु र मैले भिडियो चाहिँ अलिकति मात्रै गरेको छु किनकि त्यहाँनिर पुलिसहरू हुन्थ्यो र भिडियो गर्नु दिनु भएको थिएन उनीहरूको सुटिङ चल्दै थियो नि त त्यसै कारणले गर्दाखेरि सो गाइज यति भन्दै आजको मेरो ब्लगलाई चाहिँ म यहीँनिर एन्ड गर्नु चाहन्छु किनभने चाहिँ मेरो ब्लग एकदमै लामो भइसकेको थियो त्यसै कारणले गर्दाखेरि सो बाई बाई थ्याङ्क यू फर वाचिङ माई भिडियो इफ हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब जरुर गरिदिनु न बाई सी यू इन नेक्स्ट ब्लग